हेलो एभ्रिवान, सेवान्ने सबैजनालाई। अनि आज चाहिँ म धेरै ग्यापको बादमा चाहिँ मेरो यो सेकेन्ड ब्लग लिएर आएको छु। सेकेन्ड ब्लग अनि सबैले इन्जोय गरिदिनुहोस् होला हेरेर, अनि सबैले लाइक सब्सक्राइब र सेयर पनि गरिदिनुहोस् होला, माया दिनुहोस् होला भन्दै आशा राख्दै आजको मेरो यो ब्लग हेरिदिनुहोस् होला, इन्जोय गरिदिनुहोस् होला हेरेर। आज चाहिँ दिन यस्तो भइरहेको छ, शीतल पानी बिहानदेखिको पर्दै थियो, भर्खर रोकेको हो। अनि आज चाहिँ शीतलै छ दिन। चटपटे खाएको है हामी त। चटपटे है। चिया छ, ग्रीन टी, ब्ल्याक टी। किन चाहिँ हातमा लगाएर खाएको होला है, पिरो चम्चुमा नखाँदा चम्चुबाटै। मिठो भयो। कत्रो बोल्यो यो त, अब आयो नि त्यो पनि। मिठो गर्न दामी चटपटेसँग पिरोसँग तातो चिया खान्छ है हामी त। जेरो स्कुल गइस् नानी? कहाँ बनायौ? नबनाउनु, अहिले केटाकेटी भएर है कस्तो एक्टिभ हुनुपर्ने त्यस्तो कुरोमा किन भन्दै मैले। एकदम राइट। हाम्रो चाहिँ भ्यू यस्तो छ। तिम्रो छोरा त हगेर लेप्टे पेटे भइरहेछ। पानी नहेर्नु यहाँ पर लगिरहेछ धुनु। हगेर 2-3 पल्ट भइसक्यो यहाँ भुइँ भाइ लुगा भर्यो धुनु लगिरहेछ। आमा चाहिए माम खाना नानी जा गएर लुगा लिएर आऊ सानो भाइ। के लुगै छैन नानी, पुरा भिजिरहेछ भेष डल्लै। के भनेको यसले? तैँले जितिस् तँलाई केमा लान्छ भन्दै थियो नि सेलेक्ट। खोखोमा छ यो खोखो राम्रो खेल्दो रहेछ नि त है। के खोको भन्छ? खो खेलेको जान्दैनस्? यसरी बसेर खो भन्दैन क्या, खेद्ने पक्रिने हौ। गेम हो त्यो खोको भन्छ? थाहा छैन मलाई त। त्यो यो भइस आज पहिला कुदेछ हेर रातै भइरहेको छ। रनिङमा पनि थियो। ज्यादा खाना खा स्पोर्ट्स हुँदैछ तिमीहरूको? एक्जाम हुँदैन नि त हाम्रो। अन्त अस्ति बेसी उयो भएर इक्जाम नभएको पो त। तिमीहरूको उयो भएको पो त, अस्ति 1 महिना छुट्टी भएर पो त उयो इक्जाम नभएको त। जाना भात खा इङ्ग्लिस काकिङ छैन के ए 6 बजी अब यिनीहरू पनि जान्छ। यहाँ चाहिँ दिदीले घाँस काट्दैछ, एकजनाले पर्खिरहेको छ। बाख्रा काट्छ अरे मकै होइन, उहाँ पनि छ त, ऊ काट्नु न दिदी। जग्गा छ के डिल छ हौ यहाँबाट ऊ छ त जग्गा। यहाँबाट जग्गा छैन के लने पो छ के भएको छैन छैन है दबाई हाल्नु भयो। यो मर्थे नै हिजो अस्ति नै हाम्रो अघि घाँस काट्नु उयो तल काटेको पनि छ त हिजो मैले खाडेको किन नभएको। कम थोरै न छ, सबै पाल्ने पशुपालन पाल्नेहरू हो हामीहरू है। दुःख भने गर्नुपर्छ, सुखमा बस्नु हुँदैन। दुःखमा बस्यो भने सुख आउँछ पछि। तपाईँहरू बाई 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 बाई, गुड नाइट। गुड नाइट त होइन होला हौ। गुड इभिनिङ भइरहेछ नि। राम्रो निकाल्यो भने खोर्सानीको बोट यहाँ अब यस्तै छ हाम्रो गाउँले जीवन, भिलेज लाइफ। यहाँतिर छ गाउँ। मकै हामी त अर्ग्यानिक खान्छौँ मकैहरू पनि। सबै काट्ने अब यो घोगाहरू भएको डल्लै पोखिएर गइसकेको हुन्छ त। अबि झन्डै लरे को अरे? यो चुप लाउँदिन त
टुप्पै चाहिँ लाउनु बाख्रा नगाएलाई के को टुप्पा नलाउनु के को त्यो धान चाहिँ धान चामल बाख्राले जस्तो पनि खान्छ नि बिहानै काटेको घाँस अन्त त ओइ रात परे त थाहा भइसक्यो यतिखेर बाख्रालाई आज सबै काम गरेर अहिले मात्रै ल्याएको बहिनीहरू काम गर्नु बाठी नहुन् न नाना दिदी हाम्रो सानो नानीहरू छ भनिदिनु न हाम्रो सानो नानी छ तोहरको पो नानीहरू उठिसकेको छ त तिमीहरूलाई के को जा ल ओके बाई 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 ल तिमीहरूलाई केही टेन्सन छैन त्यही त सक्यो हेलो एभ्रिवान वेलकम ब्याक माई ब्लग मेरो चाहिँ अब आज दिनभरिको कामहरू यस्तो थियो यसरी गर्छु भनेर म तपाईँको छेउमा देखाउँछु अनि साथीहरू आउँछु भन्दै थियो अन्त तिनीहरूसँग चटपटे खाने प्लान छ म तपाईँहरूलाई त्यो पनि देखाउँछु सो सबैले लाइक गरिदिनुहोस् होला अनि फलो पनि नबिर्सिनु है मेरो एफबीमा फलोवर चाहिँ बढ्दैन ल सबैजना हुन्छ ओइ भाइ के अरेको यता हेर्न के हौ